सम्पूर्णजनामा नमस्ते है। एकजना बहिनीले कमेन्ट गर्नुभएको थियो आजभन्दा 4-5 दिन अगाडि, मैले सो कमेन्टको रिप्लाई दिन पाइनँ बहिनी है। अनि उहाँ बहिनीले भन्दै हुनुहुन्थ्यो कि मेरो फेस एकदम ओइली छ दिदी है, तेल छाडिरहेको छ फेसले, कुन फेस वास युज गर्नु होला भन्नुभएको थियो है। र मैले आजसम्म जुन कस्टमरलाई दिएँ है, उहाँको पनि ओइली फेस वास ओइली स्किन भएको हुनाले उहाँलाई मैले दिएको फेस वासले एकदम ओइली चिल्लोपनहरू हट्यो दिदी भन्दै हुनुहुन्छ है, भन्नुहुन्छ लानुभएकोले र यो फेस वास युज गरेकाले। साथी होइन, मैले पनि तपाईँलाई के भन्छु भनेदेखि यो डक्टर रसेल भन्नेको यो फेस वास युज गर्नुहोस् है। फेस वास युज गर्नुभयो भने तपाईँको चिल्लोपन आफै हटेर जान्छ है। राम्रोसँग हेर्नु, यो फेस वास युज गर्नुहोस्, आफै हटेर जान्छ। राम्रो छ यो फेस वास है, जहाँसुकै अभाइलेबल छ। र सो मेरो पार्लरमा पनि छ यो फेस वास है, आएर लान सक्नुहुन्छ नजिक हुने दिदीबहिनीहरूले, किनकि हाम्रो फेस एकदम यो हावाहुरीले गर्दा एकदम ड्राई हुन्छ फेस है। र अनि फेरि कसैको फेरि आफसे यसो तेल छोड्ने फेसले है, यस्तो चिल्लोपनहरू छोड्ने त्यस्तो हुन्छ कि फेसहरू है। त्यही भएर राम्रो क्रिमहरू युज गर्नुहोस् है, राम्रो फेस वासहरू, राम्रो सनब्लक क्रिमहरू, राम्रो सनस्क्रिमहरू राम्रो युज गर्नु साथीहरू है। फेस र केस भन्ने कुरा अब बनाउन गाह्रै हुन्छ बिग्रेपछि है। र म के भन्छु भनेदेखि जति पनि मेरो भिडियो हेर्नुहुन्छ है, मैले विभिन्न पार्लरको बारेमा जानकारी, विभिन्न टिप्सहरू दिइराखेको हुन्छु। र मेरो भिडियोलाई कहाँबाट हेर्दै हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ साथीहरू है, लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू है। एक सब्सक्राइब जरुर गर्नु होला है, मेरो भिडियोमा गएर है, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला गाइस है। र मैले विभिन्न खालका भिडियोहरू हाल्छु है, विभिन्न कन्टेन्टका भिडियो हाल्छु। सो मेरो पार्लरकै भिडियो हुन्छ धेरै जसो। मैले अरू पनि है, मलाई नाचेको, अनि फेरि मैले अब कमेडी भिडियोहरू, अब थुप्रै भिडियो हालेको छु मैले मेरो युट्युब च्यानलमा, मेरो टिकटक च्यानलमा पनि मैले हालेको छु है। सो गाइज साथ सपोर्ट दिनु होला, तपाईँको साथ सपोर्ट मायाले गर्दा पक्कै पनि एक दिन न एक दिन म सफल हुनेछु है, अगाडि बढ्नेछु। र एक सब्सक्राइब र सेयर कमेन्ट गर्न नबिर्सिनु होला साथीहरू है। र विभिन्न मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, विभिन्न कन्टेन्टका, अनि फेरि विभिन्न पार्लरहरूका टिप्सको है। मैले त 11-12 साल पहिला सिकेको हो पार्लर है। र मैले धेरै नै टिप्सहरू पहिला राख्थेँ, अहिले सो त्यति धेरै राखेको छैन पार्लरमा, किन अलिकति व्यस्तताको कारणले। फेरि पनि राख्नेछु, तपाईँहरूको साथ सपोर्ट माया ममता पाएँ भने राख्नेछु गाइस है, पक्कै पनि। र लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला है त गाइस। बाई बाई।